अर्को तपाईँलाई गजब बाहिरको फ्याक्टर भन्छु, दुबईमा इन्डियनहरू नेपालीभन्दा बढी छन्, पाकिस्तानी छन्, बङ्गलादेशी छन्, श्रीलङ्कन छन्, फिलिपिनो छन्, प्रशस्त सबै देशका छन्। तर भारतीयहरू जो छन् भारतको सरकारप्रति रुष्ट छैनन् तिनीहरू, दुबईमा भएका भारतीयहरू। एउटा व्यक्ति होला सामूहिक रूपमा भने, बङ्गलादेशी पनि बङ्गलादेश सरकारसित रुष्ट देखिन्न, राज्यसित। जति नेपालीहरू आफ्नो सरकारप्रति रुष्ट थिए। नेपालीहरू बाहिर भएका, युरोपमा हुन्, अमेरिकामा हुन्, दुबई कतारमा हुन्, ती सबै नेपालको राज्यसित रुष्ट देखिएका थिए। तिनीहरूका त यहाँ लिङ्केज छ नि त, हो। अनि त्यसले त यसपालि ठुलो काम गरिरहेछ नि त। अब तिनीहरूको किन रुष्ट भए, त्यसको पनि त कारण होला नि त। त्यो कारणलाई पनि सम्बोधन गर्नु पर्यो। अनि अब मैले अन्तर्राष्ट्रिय सम्बन्धको कुरा त गरिहालेँ। अब त्यो एस्पिरेसनलाई मतपत्र मार्फतको चाहिँ म त विद्रोहको रूपमा अहिले परिणत गरिदिएको छ। युवाहरूले सुरुवात गरे, प्रौढहरू मात्र होइन, अति प्रौढहरूले पनि अनुमोदन गरे, होइन। 80-90 वर्षहरूले पनि अनुमोदन नगरी त यो रिजल्ट आएन नि त। अब त्यो एस्पिरेसनलाई सम्बोधन गर्ने दायित्व भनेको अब राष्ट्रसभाको।